हेलो हेलो साथीहरु, हेर्नुस् है, यो च्याउ भेटाएँ मैले हैन। यो चाहिँ अलि उच्च पहाडी भेगतिर पाउँछ जस्तो लाग्छ मलाई, सायद त्यही नै हो हैन। हाम्रो गाउँतिर पाउँछ, हाम्रो चाहिँ अलि भित्र पहाड भन्दा पनि अलि उच्च पहाडमै पर्छ हैन। तर यो 100% खान मिल्छ भन्ने चाहिँ मलाई लाग्छ, किनकि खाइरहेछौँ हामी बचपनदेखि नै। जति भेटाए यही प्रजातिको च्याउ हैन, यति टेस्टी हुन्छ। खानुभयो होला कतिपयले हैन, थाहा होला है। बहुत टेस्टी हुने के। डर लाग्ने पहिला पहिला त भन्ने, ए च्याउ नखा विष लाग्छ भन्ने हैन। तै पनि खाने के हामी, यति टेस्टी हुने कि त्यो लुकी लुकी भयो नि खाने के। तर थाहा होला तपाईहरु कसैलाई यो च्याउ चाहिँ कुन कुन ठाउँमा पाइन्छ र पाएको खाएको ठाउँमा चाहिँ उहाँहरुले थाहा होला है कति टेस्टी हुन्छ भन्ने कुरा हैन। र आज धेरै समयपछि भेटाएँ के। धेरै समयपछि गाउँतिर यसो हैन आगो, त्यस्तै गएको माथितिर हैन, घरतिर भेटियो के। खुसी लाग्यो के, धेरै समयपछि आज लइन्छ, यसलाई पनि खाइन्छ हैन। कस्तो छ है, थाहा छ तपाईहरु कोही खाइसक्नु भएको छ भने चाहिँ प्रष्ट थाहा छ यसको टेस्ट हैन। त्यो त भन्नै पर्दैन, उहाँहरुलाई मात्रै थाहा छ। र अर्को कुरा के पनि भनेपछि यही च्याउ है, यस्तै देखिने अरु चाहिँ भन्दैन, तर यही च्याउ यही प्रजातिको च्याउ चाहिँ 100% खान मिल्ने हो भन्ने चाहिँ मलाई लाग्छ है। मलाई चाहिँ लाग्छ, म जहाँ भेटे नि खान्छु यो च्याउ। योमा कुनै पनि मलाई चाहिँ त्यो के भन्छ, दोमन भन्छ नि, दोमन छैन। फिक्स म भेटाए चाहिँ खान्छु है। ल यति नै।